ल गाइस हामी पनि हिँड्दैछौँ आन्दोलनतिर हिँड्दैछौँ दाइसँग ट्याक्क आन्दोलन हिँडेको मन्त्री कसलाई बनाउनु भनेको दाइ बालेनलाई बोलाउनु पर्यो अब काठमाडौँको भ्यू हेर्नलाई यस्तो छ अब हामी पनि आन्दोलनमा केटाहरू उठाएर हिँड्दैछौँ ट्याक्क लाएर भ्यू एकदम राम्रो छ ठिकै देखिरहेछ बालाजुतिर नि जुलुस छ होला है दाइ म त दिनभरि उतै नेट चलाएर बसौँ भने दाइ फेरि सुनसान छ सुनसान केही छैन ट्याक्क लाएर बस्नलाई चाहिँ एकदम आनन्द छ ठाउँमा घुम्न आउनेको नि टन्नै हुने रहेछ यहाँ त घुम्न आउने नि होइन दाइ घुम्न आउने नि टन्नै हुने रहेछ डेटिङ सेटिङ आउने रहेछ अनि जोडी यतातिर त ट्याक्क लाएर दाइ यसो आँखा झिम्काइदिनु आँखा झिम्काइदिनु के आँखा झिम्काउनु पर्यो रे भन्छ आँखा झिम्काइदिनु के तपाईँलाई होला हौ दाइ मैले भनेको झिम्काइदिनु बन्दरहरू पनि यस्तो गरिरहेको बेचिरहेको छ यस्तो जङ्गल छ पछि गोलढुङ्गा ट्याक्क लाएर फेरि भेटाउनु आन्दोलनले गर्दाखेरि गाडी चलाएन ट्याक्क लाएर हिँडाइको अवस्था छ दाइ फेरि लजाउनु भएको छ म त लजाउँदिनँ लजाउँदैन परि आयो भने लडेर चाहिँ हिँड्ने बालेनलाई हान्छु होइन केपीलाई हान्ने हो र केपीलाई नै हान्ने हो अहिले कोडा सबै छोडेर घर गयो अलिपुर गएर चाहिँ अब देखाउनु पर्ला जस्तो छ यहाँ ठिक छैन अलि खतरा त खतरा नै छ हिँडिरहेछौँ हामीहरू डडा हो र हजुर ए हो त रहेछ नि कुन चौकी हो ऊ त्यो होइन जुम गर्नु न भिडियो त फेरि गेट हेर्नु गेट त भत्किरहेको छ हो रहेछ पुरै जला छ यहाँ यही हो नि ट्र्याक्क लाएर आन्दोलनले चाहिँ पुरै गरिरहेछ हिँडिरहेछौँ हामी चाहिँ बेरोजगारीहरू टन्नै छ बेरोजगारीहरू हिँड्दैछ आज दिनभरि दाइको साथमा हो म दिनभरि दाइको साथमा हो बेरोजगारीहरू यसरी घुमिरहेछ कोहीले चामल बोक्ने कोहीले पैसा उडाउने यस्तै छ ट्याक्क लाएर अलिक तल गएपछि देखाउँछु हजुरहरूलाई मैले फेरि दाइलाई त लास्टै ह्यान्डसम्म देखाएको छ त हजुर आन्दोलनमा लागियो हामी पनि अब ट्याक्क लाएर जम गरेर देखेको छ हामी नि आन्दोलनमा लागेको काठमाडौँको भ्यू यस्तो छ सुनसान छ लाएर भन्न चाहन्छु म चाहिँ दाइ यता हुनुहुन्छ हाम्रो जेठन साहेब ट्याक्क लाएर हेर्नुहोस् काठमाडौँमा गाडी साडी केही चलेको छैन
व्यापार भइरहेछ कहाँ परे घर इन्डिया हैदराबाद कस्तो लागिरहेछ नेपालमा ठिक जाउँ खाना त आउँदैन होला खाना आउँछ मान्छे टन्नै हाल्छ नि सब बन्द छ यतातिर पुरै बन्द छ नि आइसक्रिम कति कि बिक्री भइरहेछ अङ्कल आइसक्रिम खाऊ कति कसरी हो आइसक्रिम आइसक्रिम त धेरै छ ए अहिले फर्केर आउँछौ नि खान्छ है अङ्कल फर्केर आउने म कहाँ कुन यहीँ हुन्छ हामी टेक्लो अवस्था यस्तो छ गाडीहरू रोकेर राखेको छ यसरी गाडी चल्नु देखाएन केपीलाई निकाल्यो चट्टा लाएर केपी ओलीलाई हामी चाहिँ रोडमा हिँडिरहेका छौँ हामी नि आन्दोलन गर्न जान लागेको अब बालेन र रवि लान्छानेलाई मन्त्री बनाउने हो प्राइम मिनिस्टर बनाउने हो त्यो लागि परेको छु त्यस्तै छ अनि भिडियो बन्दैछ मस्त जाउँ यता पनि अन्तर्वार्ता हुँदैछ यो पनि चलाउनु खोजेको पोस्टरहरू सबै हटाउनु थालिसक्यो अब कहाँबाट फिल्म लाग्नु हरिबहादुरको जुत्ता त कसले हेर्छ बलिदान चाहिँ हेरिन्छ बलिदान हेरिन्छ यही हेरिन्छ हामीले अरू हेरिँदैन जनताहरूको माहौल यस्तो छ ठ्याक्क लाएर यही हो काठमाडौँको गतिविधि चाहिँ यही हो आजको ठ्याक्क लाएर हाम्रो जेठान साहेब र जेठान दिदी चाहिँ यता हिँड्दै हुनुहुन्छ भन्न चाहन्छु हिँड्नुहोस् के तपाईँ भोजराज थापा होइन भोजराज थापाले यसलाई भोजराज थापा को हो त्यो गोरु चोर हो सबै तिनीहरू नि पैसा उठाउने खाने अलिअलि घर बनाइदिए जस्तो गर्ने भोजराज थापा पनि त्यही त हो नि पूर्णे गौतम कहाँ गयो पूर्णे गौतम देखिँदैन नि त आजकल हादै पूर्णे गौतमहरू कहाँ गयो पूर्णे गौतम इन्टरभ्यू दिन्थ्यो त्यसले यसो ट्याग लगाएर यो नानीले चाहिँ हाम्रो दाइलाई मन परा जस्तो छ हजुर त्यस्तै लागेको छ मलाई तपाईँलाई पर्खिँदो रहेछ एक दुईवटा पसलहरू चाहिँ खुलिरहेछ यस्तै छ अरू त त्यस्तै हो केही छैन यो ठाउँको नाम के भन्छ र दाइ बाइबसको हालत यस्तो छ ट्याक्क लाएर दुईजनाको टाटो उस्तै लाग्यो त दाइ मलाई के त गडबड छ यहाँ गडबड केही छ जस्तो लाग्यो मलाई यहाँ ल यति नै हो देखाउने चाहिँ मैले यो चाहिँ बालाजुको अवस्था यस्तो छ गाडीहरू यो पानी गाडीहरू अलिअलि चलिरहेछ यस्तै छ है त यही हो युवा सङ्कलनको यस्तो छ यस्तै छ तपाईँले के उतै जाने हो र दाइ उता जाउँ बालाजुको अवस्था यस्तो छ कहाँ टायर गनाइरहेछ क्या टन्नै जाउँ हेरौँ अनि फर्कौँ यस्तो छ हामी हिँड्दैछौँ यसरी ल हेर्नु गाइस हेर्दैछौँ हामी के हुन्छ हामी अपलोड गराउँदै गर्छु
काठमाडौँको माहौलहरू यस्तो छ। गर्मीले लास्टै भइरहेछ। पानी गाडीहरू पनि चलिरहेछ। हामी चाहिँ यसरी हिँडिरहेछ। अवस्था गाह्रो छ। कोही पनि घरबाट बाहिर ननिस्किनु होला। हामी चाहिँ आन्दोलनमा जानु लाग्यो भएर हिँडेको ट्याक्क लगाएर भन्न चाहन्छु। अहिले म ठ्याक्कै कहाँ छु भन्दाखेरि बालाजुतिर छु म। हामी बालाजुमा चाहिँ हामी दाइ र म हिँडिरहेछु ट्याक्क लगाएर। डोना थापाहरू कहाँ गयो? डोना थापाहरू आउँदैन त। डोना थापाहरू पनि आउनुपर्ने हो नि, आउँदैन त यो मार्छ भनेर। दाजु डोना थापाहरू के अवस्था यस्तो छ। हेर्नु होला, यता पनि देखाइदिन्छु। म चाहिँ यता छु, यता मपट्टितिर पनि यस्तो गरिदिन्छु। गाह्रो छ। बुढी मान्छेहरू यसरी हिँडिरहेको छ। हामी पनि हिँडिरहेको छु यता। गाह्रो छ। एकदम गाह्रो भइरहेको अवस्था छ। 22 धारा भन्ने यो खुल्ला छैन अझ चाहिँ। त्यही भएर हामी चाहिँ हिँडिरहेको छु भन्न चाहन्छु म चाहिँ। हामी चाहिँ खास आज यसो बाहिर हेर्नलाई निस्क्यो कि आन्दोलन त्यो कस्तो भइरहेछ भनेर चाहिँ। यस्तै छ। अलिक पर पुगेर देखाउँछु हामीलाई, फेरि भेट्छु है त।